सो वेलकम टू माई न्यू ब्लग। गुड मर्निङ एभ्रिबडी। देख्न सक्नुहुन्छ म 12 घन्टा ड्युटी गरेर आएँ होइन। अब एक्सर्साइज गर्दैछु किनभने एक्सर्साइज बडीको लागि एकदम इम्पोर्टेन्ट हुन्छ के। सो म सबैलाई भन्न चाहन्छु कि एक्सर्साइज अनिवार्य गर्नुपर्छ के। एक्सर्साइज गरेपछि मान्छेको बडी फुर्तिलो पनि हुन्छ अनि रोगहरूबाट पनि टाढा हुन्छ नि त। फेरि देख्न सक्नुहुन्छ मेरो पोज फेरि आउँदैछु टेक्क स्याम्पू हालेर मजाले नुहाएँ होइन। त्यसपछि अब खाना बनाउँदैछु। अब खाना त अब होटलबाट ल्याएको थिएँ होइन, मतलब त्यही भएर पकाएर खान टाइम भएन। अनि अलिकति लिएर आएको थिएँ रुममा बनाएर खान्छु भनेर, त्यही मासु लिएर आएको थिएँ। अनि ट्याक्क फ्राई गरेर पनि लिएर आएको थिएँ। त्यसपछि आफै बनाएर आफै पुरा मक्ख हुन्छु क्या म त। फेरि खै आजकल के भएको छ, आफैले बनाएको आफैले गजब मिठो लाग्छ कि, अरूले बनाएको फेरि पटक्कै मन पर्दैन के। मजबूरी